पनि आइसकेको छु छाता ओढेर सानोतिनो ब्लगमा यतातिर हामी इआरसीको फुटबल ग्राउन्डमा आइरहेको छु म अहिले ठ्याक्कसँगले छाता ओढेर यस्तो घाम लागेछ हाम्रो केटाहरू यसरी क्रिकेट खेलिरहेछ म चाहिँ अम्पायर होइन यसको यो हाम्रो भूपेन साथीले अब बलिङ हान्छ कहाँ गयो भूपेन ल आइसकेको छन् हाम्रो फेरि पनि भूपेनले बलिङ हानिरहेका छन् भने विकास बमको फुल टस ल नो बल भएको छ फ्रिडमा बल उडिन्छ हावामा नो बल हो लभली क्याच थियो उयो कडेल छ त्यहाँनिर उयो नाइस सर्ट भनिरहेको कडेल यता विशाल कडेल अमरदीप योले बलिङ हानिरहेका छन् हाम्रो भूपेन साथी फेरि पनि अनुपसँग बल टाइट अनुप यार फेरि पनि हाम्रो उयो लभली फेरि पनि हाम्रो भूपेन साथीले बलिङ हानिरहेका छन् भने विकास बम स्ट्राइकमा एकदम राम्रो बल तर वाइड भयो वाइडको रन छैन कि दिएर रनै सकिन्छ साथीले यार देखाउँछ कि तिमीलाई फेरि पनि भूपेन साथीले एकदम सङ्घर्षपूर्ण बलिङ गरिरहेका छन् तर फेरि पनि वाइड बल हुन गयो अब चाहिँ सिधा हान्छन् भन्ने मलाई लागिरहेको छ भूपेनले राम्रो बल हावामा कडेल सरको एकदमै राम्रो क्याच भनेपछि विकेट झारिसकेका छन् हाम्रो लगातार 9वटा वाइड बल फालेर पनि एउटा विकेट लिन सफल हाम्रो भूपेन साथीले मैले मागेछ भन्न चाहे र अब हाम्रो म्यान्चेस्टर सिटी होइन यसको के को जर्सी लाखा साथीहरूले हो गोविन्द यो जर्सीको नाम के हो म्यान्चेस्टर सिटीको जर्सी ल्याएर क्रिकेट खेल्न आएको ल बिबी सरले नि हेरिदिनु पऱ्यो मेरो भ्लगमा है अभियास होमगाई एकदम टपर विद्यार्थी टस वानमा लगभग 80मा 79 आउँछ उसको फेरि पनि वाइड बलका हाम्रो वाइड बल प्रेमी साथीले बलिङ गरिरहेका छन् भने राम्रो बल भन्न सकिएन यसलाई पनि केही भने होइन टसमा 79 आँखा हुन्थ्यो हाम्रो एकदम होनार विद्यार्थी यहाँ छन् भने मेरो छाता उडाएर मैले चाहिँ राखेको छु फेरि पनि हाम्रो सङ्घर्षपूर्ण बलरले हानिरहेका छन् वाइड बल नहान्ने प्रयासमा यो के खालको बल हावामा ओ क्याच भूपेन्द्रले 2टा विकेट लिन सफल भइसकेका छन् एउटा टेक्निकका साथ भूपेनले फेरि पनि विकेट लिन 2 विकेट निकालिसकेका छन् वाइड बलका प्रेमी हाम्रो प्यारो साथीले अनुप खनालले बिल्ला हान्दै गर्दा पनि 2 विकेट झरिसकेको छ यहाँनिर 4 भयो 2 बल पहिला छ 2टा विकेट हान् त अरू त वाइडै त हाने बल त्यही बाउन्ड्रीको बार हाम्रो इआरसीका कप्तान मतलब सिभिलका कप्तान अजित अटलको राम्रो स्ट्राइक रहेको छ अहिले भनेपछि आफ्टर अ लङ टाइम धेरैवटा वाइड बल हानिसकेपछि हाम्रो साथीले आफ्नो लास्ट बल हान्न गइरहेका छन् लगभग 20 चोटि चाहिँ बलिङ गरिसकेको साथीले एकदमै सुस्त खेलिदिएका छन् बल हरिहरको तर्फ भने 1 रन लिएर स्ट्राइक आफ्नो साथमा दिएका छन् अटलले भने एकदमै उत्कृष्ट बलिङ गरेर गइसक्नु भएको छ हाम्रो भूपेन्द्र खान साथी उहाँलाई धन्यवाद छ भने अब अनुप खनालको हामी बलिङ हेर्न चाहन्छौँ पर्फेक्ट सिभिल इन्जिनियर अब यो पछाडि बलिङ फेरि पनि कडेल हो
बलिङ कसको अब बल त आइसकेको छ ल अब हाम्रो ह्यान्डसम बोय स्ट्रेट आउट फ्रम बुटवल पाल्पाका विद्यार्थी आइसकेका छन् यहाँनिर अब बलिङ गर्नलाई भने हाम्रो कप्तानले सानो सल्लाह सुझाव दिइरहेका छन् भने एकदमै एउटै टिममा खेल्ने अहिले एकअर्कालाई ब्याटिङ र बलिङ गरिरहेका छन् भने अनु फिल्ड सेटअप गर्दै विशाल कडेल ल यति लामो रनअप छ साथीको हेर्न सक्नुहुन्छ है ओभर कुदेर हान्छ ओभर कुदेर आएछन् बलरको साथमा म अटल ड्राइभ बल हानेको छ राम्रो बल डिफेन्स गरिदिएका छन् अटलले भने पहिलो बल एकदमै राम्रो गएको छ काका दर्शन ओ काका काका ओ काका काका ओ काका हेर्छु के फेरि पनि विशाल कौडेल रनअप लिएर बल हानेका छन् भने ओ बल हावामा बिकिल बलको पछाडि कुद्दै बलले तर ड्रप लियो अगाडि 1 रन लिन सफल भइसकेका छन् कडेलको ओभरमा अजित अटल 1 रनका साथ लगभग 10 रन जति हानिसक्यो अटलले 10 रन त हाने छैन होला ओइ 2 बल भयो तिम्रो कि 3 बल हो 2 बल है अनु 2 बल है 2 बल भयो है 14 रन अब हाम्रो एकदमै होनार साथी टपर साथी आइसकेका छन् ब्याटिङमा भने कडेलले हानिरहेका छन् बलिङ गोविन्दको फोकस छ बलमा भने कडेलको विकेटमा बल गोविन्द साथीले बल नदेखेको अवस्था बल एकदमै हाई स्पिडमा गइरहेको छ 140 प्रति किलोमिटरमा हानिरहेका छन् बल ल्याउ न एकपल्ट मेरो टिभीले लागेको छ के त्यहाँ टाढा को जान्छ क्याप साटासाट गरिरहेका छन् यहाँनिर हाम्रो सिभिलका कप्तान विद्यार्थी एकदम तगडा खेल्छन् क्लास सर्टहरू हेर्न सक्नुहुन्छ तपाईँले आशिष ब्लगको एउटा खतरा युट्युब च्यानल हो सब्सक्राइब गरेर 1000 चाहिँ पुऱ्याइदिनु होला है फेरि पनि बलिङ गरेका छन् भने बल हावामा भूपेन्द्र खाङ साथी कुदिरहेका छन् तर बल बााउन्ड्रीको बाहिर ए लभली तर कति चौका कि छक्का भयो है चौका कि छक्का भयो अनुप चौका ओ गोविन्द साथीले छक्का हानिसकेका छन् एउटा छक्का होइन खतरा शट छक्का हो नि त लामो एकदमै म्याक्सिमम सट हानेका छन् भनेपछि बलरले 4 बल हानिसकेका छन् भने 5औं बल हानिरहेका छन् एकछिनको लागि हो यहाँ पर 5औं बल हान्ने प्रयासमा थिए साथी तर 5औं बल सफल हुन सकेन उसको एउटा छक्का खाइसकेका छन् भने एकदम उत्कृष्ट बलिङै रहेको छ लाइन अफ लेन सँगको छ तर यो वाइड भनिदिएका छन् 20 रन भइसकेको छ ब्याटिङ गर्दै गरेको खेलाडीहरूको भने फेरि पनि बल हानेका छन् 5औं बल प्रहार तर राम्रो सम्पर्क हुन सकेन त्यसै गरी कडेलसँगै आएको छ बल भने अब कडेलले आफ्नो ओभरको लास्ट बल हान्दैछन् यहाँनिर एउटा छक्का खाइसकेका छन् कडेलले अहिलेसम्म एकदमै राम्रो छक्का हानेका छन् हाम्रो गोविन्द साथीले भने फेरि पनि छक्का हान्ने प्रयासमा भने कडेलको फेरि पनि बल ब्याट घुमाऊ तर ब्याट मात्रै घुम्यो केही पनि भएन सकेन भनेको हामी क्लास पढ्न आएको केटा हो होइन 2 बजेको क्लास पढ्न आएको क्लासै लागेन क्लास पढ्न छोडेर हेर इन्जिनियर विद्यार्थीहरू क्लास पढ्न छोडेर क्रिकेट खेलिरहेछन् यहाँनिर मैले क्लास पढेर आइसकेँ केटाहरू क्लासै गएनन् अब यो पछाडि बलिङ गर्न आइरहेका छन् अनुप खनाल तिमीले हान्ने बलिङ ल बलिङमा आइसकेको छन् हाम्रो हरिहर साथी स्ट्रेट आउट फ्रम इटरीका एकदम खतरा खेलाडी बलिङमा अहिले भने ब्याटिङमा हाम्रो अटल आइसकेका छन् फेरि पनि आफ्नो क्लास सर्ट देखाउनलाई भने यहाँनिर रनअप खोजिरहेका छन् साथीले एकदम कहाँदेखि कुद्नुपर्छ भनेर उसको चाहिँ रनअप अलिकति सानो रहेछ कडेलको भन्दा
कुदिरहेको छन् साथै हरिहर अधिकारीको बल आउट भएका छन् पहिलो बलमै अजित अटलको माइनस लाइन एकदमै फितलो ब्याटिङको प्रदर्शनी गरेका छन् अटलले भने एकदम पहिलो बलमै हरिहरले सिभिलका कप्तान अजित अटललाई आउट बनाउन सफल भएका छन् भने अजित अटलको एकदमै नराम्रो ब्याटिङ रहेको थियो आज तर दोस्रो बलै नराम्रो गयो अजित गया त अजित आया फेरि पनि फिल्डमा भने एकदमै राम्रो क्याच लिएका थिएन आज भीषण सरलाई इम्प्रेस गर्न आएका विद्यार्थी अभ्यास होमगाईले क्लासै भएन हाम्रो भोलि ओए राम्रो प्रयास आएको छ अभ्यास भएर क्लिप स्टेरिङमा होला यार राम्रो प्रयास थियो हाम्रो अजित साथीको भने त्यो फेरि पनि हाम्रो चौथो बल हानिरहेका छन् हरिहरले एकदम राम्रो सट हानेर 1 रन लिन सफल भयो हाम्रो अजित साथी म गोविन्दलाई स्ट्राइकमा ल्याएको हो क्या ओए अब 3 बल बाँकी छ है होमेन्द्रले पनि एकदम हल्ला गरिरहेछन् यहाँनिर होमेन्द्र साथी फेरि पनि गोविन्द आइसकेको छन् भने सोचिरहेछन् कसरी हान्न सक्छु मैले गोविन्दलाई बलिङ गोविन्दको बलसँग राम्रो आएको कन्ट्याक्ट तर मिडल स्टम्प ढलेको छ पहिलो बल हरिहरको गोविन्दलाई भने गोविन्द आउट हुन पुगे एकदमै राम्रो बलिङ भइरहेको छ ल होमेन्द्रले पनि बलिङ हान्ने कुरा गरिरहेको छन् यहाँनिर र फेरि पनि यो अभ्यास होमगाईको ब्याटिङमा यो चाहिँ रेकर्ड भयो नि आउट भएको छक्कापछि यो क्लिप राख है भूपेन साथीलाई अल्छी लागिरहेछ त्यहाँनिर त्यही पनि मैले देखाइदिइरहेको छु भूपेन्द्रलाई यतातिर अल्छी लागेछ बल आउँदैन त्यहाँनिर ओ आउट अलि खान न यार ठ्याक न ठ्याक बिकिल उठा न यार ओ बिकिल ल उयो फेरि पनि बल हान्छन् यो बल चौका हुन सक्छ भने भूपेनको रोकेका छन् बल फेरि उता गएको छ अभ्यास होमगाईको राम्रो सट थियो अहिले भने फिल्डिङ एकदम राम्रो गरेको छन् भूपेन तर थ्रो चाहिँ एकदम माइनस लाइनको गरे लास्ट बल हाम्रो हरिहर अधिकारीको अनुप खनाल आउँछन् यस पछाडि हामी पर्फेक्ट सिभिल इन्जिनियरको ओनर आइरहेको छन् यस पछाडि लास्ट बल रहेको छ हरिहरको भने अजित स्ट्राइकमा राम्रो प्रहार बल बाउन्ड्रीको बाहिर चौका हानेको छन् अजितले सकेको छ भने फेरि पनि स्ट्राइकमा अभ्यास होमगाई भने अब अनुप खनाल राइट आर्म स्पिनर अनुप खनाल बलसँग आइसकेका छन् एकदमै पढनदास विद्यार्थी बल हानेका छन् भने ओ लभली लभली बलै देखिन छन् अभ्यासले फेरि पनि हानेका छन् बलिङ ओ बल बाहिर बिकिल बेकिल चौका अभ्यास होमगाईले चौका हानिसकेका छन् एउटा राम्रो सट छक्का हो ला छक्का रहेछ यार सरी अनुपे फेरि पनि बलिङमा छक्का खाइसकेका छन् एउटा अभ्यासको हातबाट फेरि पनि ओ बल टर्न भइरहेको छ अनुपको बल टर्न गरिरहेछ अनुपे ओ बल आउन मैले कहाँ समात्छु त एम्पायरमा यतातिर चाहिँ हाम्रो क्याम्पस छ यस्तो दामी छ ग्राउन्डमा खेल्न आउन सक्नुहुन्छ तपाईँहरू सब इआरसी पढ्ने जति होइन अब 12 सकेको केटाहरूलाई नि भन्न चाहन्छु इआरसी यस्तो राम्रो छ ओ बल यो स्टम्पिङ गर न यार ओइ कति बल हानिसक्यो लास्ट बल हो ओइ लास्ट बल बल कडेलले बल छोडेका छन् भने यो चौका कि
र फेरि पनि आइसकेको छन् गोविन्दलाई आउट गर्ने बलर बलिङमा भने पहिलो बल हान्न गइरहेको छन् आफ्नो दोस्रो ओभरको पहिलो बल वाइड अनुप कुदा त फेरि पनि आफ्नो पहिलो बल हान्न प्रयास दोस्रो ओभरको पहिलो बल राम्रो बल ब्याटिङ गरेका छन् अजितले 1 रन लिन सफल कडेलसँग बल होमेन्द्रले बलै समातेन फेरि पनि हानिरहेको छन् अभियास होमगाईको ब्याट घुमेको छ कडेलले बल समातेको छन् ओ बााउन्ड्री बाहिर गएर समातिरहेछ कडेल बाहिर थियो कि चोका दिनु पर्थ्यो यार त्यो यार ओए अजित झन्डै मलाई हान्ने थियो यार लास्ट हो लास्ट विकेट छैन रे गयो लास्ट विकेट कति ओभर रह्यो 2 ओभर बाँकी रन चाहिँ कति भयो अजितले राम्रो हानेका छन् भने यो कडेल कुदिरहेका छन् बलको पछाडि रोक्यो कडेलले रोक्यो एकदमै सेफ ह्यान्ड रहेको छ कडेलको यो चाहिँ हाम्रो पेग रहेछ साथीहरू विकेट होइन पेग हो ल यो चाहिँ पेग हो म पाँचौँ बल हानिरहेको छन् हरिहरले लास्ट बल यो बल वाइड गयो राम्रो सट भूपेन्द्रले कुदै भयो चौका हानिसकेको छन् हाम्रो साथीले 6 ओभर सक्यो होइन 7 ए लास्ट ओभर हो अब 2 ओभर बाँकी छ लास्ट विकेट फेरि पनि आइसकेको छन् कडेल लास्ट विकेट हो अब चाहिँ केटाहरूको यतातिर छ लास्ट विकेट होइन ओभर 2टा बाँकी छ 2 ओभर बाँकी छ अब 2 ओभर बाँकी छ अब 2 ओभर बाँकी छ लास्ट विकेट बाँकी छ कडेल आइसन् रन कति 43 रन भइसकेको छ भने कडेल आइसकेको छ अजित अटलले फेरि पनि एकदम नराम्रो प्रदर्शन गरेका छन् आफ्नै टिमको भएर होला क्याचै छोडिदिइसकेछन् अजितले रन बनाउने स्ट्राटेजी लगाइरहेका छन् यो ब्याट्सम्यानलाई फिल्डर राख्नुको नतिजा यस्तै हुन्छ केटा हो आफ्नो टिमको क्याच छोडिसकेका छन् साथीले अजितलाई एउटा जीवनदान पाएका छन् भने कडेलको बलिङ एकदम राम्रो रन लिन प्रयास हो होमेन्द्रको दामी फिल्डिङ 2 बल भइसकेको छ भने 1 रन लिन सफल भइसकेको छन् लास्ट विकेट छ केटाहरूको भने यो सेकेन्ड लास्ट ओभरमा कडेल अविनाशले त्यहाँ राख्दैछ अविनाश कडेल आइरहेछन् फेरि कडेल 2 बलमा 1 रन दिएका छन् भने अहिले फेरि पनि प्रहार तर कडेलसँगै आयो बल कुनै पनि रन छैन 3 बल सकिएको छ हाम्रो सेकेन्ड लास्ट ओभरको भने 1 रन मात्रै आएको छ अहिलेसम्म कति रन भयो 47 45 कति रन अरे अभ्यास 44 रन छ अहिलेसम्म कडेलको बलिङ अभ्यासले फेरि पनि एउटै सट हानेका छन् कडेलसँग पास खेलिरहेका छन् तीन बल हानिसकेका छन् भने 1 रन मात्रै दिएका छन् यो ओभरमा
कुनै पनि छक्का खाएको छैन अहिलेसम्म कडेलले। योभन्दा अगाडिको ओभरमा खाएको थियो भने 3 बल लान्छ कि छक्का छैन प्रयास, तर आउट भएको छ। ओभर सकिएको छ भने प्याकअप। पहिलो इनिङ यहीँनिर समाप्तिका साथ 6 ओभर 7 ओभर होइन 6 ओभर 4 बलमा। ल नाउ द सेकेन्ड इनिङ हेज बिन स्टार्टेड है। ओभरै घाम गर्मी भयो। सो अब चाहिँ हाम्रो चाहिँ ब्याटिङ छ, बलिङ भयो। 45 रन टार्गेट, जस्ट अ क्याजुअल इन्टरटेनिङ म्याच है। ल ओके, हाम्रो चाहिँ बलिङमा चाहिँ को छ हौ? अझै दुईवटा अजित उभिरहन्, सानो अजित कि ठुलो अजित, आई डोन्ट नो। यसै गरी ब्याटिङमा चाहिँ आशिष ब्लक्सका ओनर आशिष ढकाल स्ट्राइकमा जाने तयारी गर्दै रहेछन् जस्तो छ। अमरदीप यादव त्यहाँ स्टम्प ठोक्दै, किनकि यस्तो अब यो जिँडो एउटा हाम्रो चाहिँ यो जमिन छ, किनकि यहाँ फुटबल ग्राउन्ड हो यो। सो आज चाहिँ दिउँसोमा यसो क्लास सकेपछि हामी चाहिँ सानो क्रिकेट म्याच क्लास केटाहरूको राखिदिएको। हाम्रो क्रिकेट ग्राउन्ड जो त्यहाँ छ, त्यो चाहिँ हाम्रो ड्युज पिच रहेको छ, जुन हाम्रो टेनिस चाहिँ छ होइन। त्यहाँ चाहिँ एउटा चाहिँ पिच छ, लेदर पिच है। सो केटाहरू फिल्डिङमा लागिसकेका छन्। आशिष ढकाल ब्याटिङ स्ट्राइकिङमा र होमेन्द्र यादव नन स्ट्राइकमा। ओके, एन्ड आवर अजित कुमार यादव इज बलिङ। बसिरह हो। मौसमले एकदमै आज चाहिँ दिएको चाहिँ एकदम क्लिन आकाश छ। ओके, हाम्रो ट्राइबल अरे ल। आहा, म चाहिँ फिल्डिङमा छु, अफ साइड बल। ढकाल हान्न पर्यो है, बेइज्जत हुन्छ यार फेरि। Homeନ୍ଦ୍र यादव was on strike. Wide ball, wide ball. Nice shot, nice shot. Good, Homeନ୍ଦ୍र, good. सो हाम्रो कति रन भयो?
ओभरको समाप्ति 3 रन भयो कि सायद ओके अभ्यास गाइज बलिङमा महेन्द्र स्ट्राइकमा ओके ओके स्टम्पलाई चाहिँ हल्का बनाउनु पर्ने भयो गडेन